आशा गर्छु सबैजना राम्रै हुनुहुन्छ अनि म पनि राम्रै छु। आज चाहिँ तपाईहरुको बीचमा एउटा केही नयाँ लिएर आउँछु भनेर सोचेर अनि आज चाहिँ परेमा देख्नुहुँदैछ पानी उम्लिरहेछ अनि हेर्नु करेन्ट हामी सुन्नु न करेन्ट हट एन्ड स्पाइसी चिल्ली पेपर यो चाहिँ मैले मेरो भतिजीले छोरी नेपालको पति त्यतिखेर पैसा लिएर अनि मलाई खानु मन आइथ्यो। नेपालमा धेरै मान्छेले खाएको देखेँ कि मलाई पनि खानु मन थियो, त्यही भएर अनि मैले लिनु गएको थिएँ। यसमा चाहिँ यो तिनवटा मसला आउँदो रहेछ, त्यसलाई चाहिँ बोइल गर्नुपर्दो रहेछ। यो चाहिँ अनि ग्रिन उयोमा भएको चाहिँ प्लास्टिकमा भएको चाहिँ भेजिटेबलमा आउँदो रहेछ। त्यहाँबाट मसला अनि त्यहाँबाट यो चाहिँ तेलको। हेलो गाइस, नमस्ते हजुरहरूलाई, वेलकम छ हाम्रो न्यू मिनी ब्लगमा है। अनि आज चाहिँ हामीले एउटा च्यालेन्ज गर्नु लागेको म र काकी भएर भतिजी र काकी भएर। आज चाहिँ हाम्रो च्यालेन्ज हुँदैछ फार्स्टदेखि लास्टसम्म हेरिदिनु, स्किप नगरिकन है। कसले जित्छ कसले हार्छ, हार्नेलाई चाहिँ के पनिसमेन्ट तपाईँहरूले भन्नु होला, जितलाई चाहिँ अब हामीले यहाँ राखेको छौँ हो मनी धेरै त छैन, उसले त बाउदेखि छोरा लिएर आएछ, मैले चाहिँ बुढादेखि छोरा राखेको। फेरि बुढाले यो भिडियो देख्यो भने फेरि कौन है ये लोग, कहाँ से आते हैं, फेरि कराउनुहुन्छ होला नकराउनु। अब जसले जित्छ होइन 100 रुपियाँ भेट्छ, त्यसमा फेरि अनि हामी पछाडि फेरि यसलाई डबल गरेर च्यालेन्ज गर्दै गर्छौँ। हजुरहरूलाई राम्रो लाग्छ भने कमेन्ट गर्नुहोस् है। आज फर्स्ट टाइम है। ओके, अब ढिला नगरी सुरु गरौँ। अब हामीले सुरु गर्नु चाहँदैछौँ है। अनि हाम्रो टाइमर चाहिँ एकछिन टाइम चाहिँ हामीले 2 मिनटको सेट गरेछौँ। सक्नुहुन्छ, स्टार्ट भयो। पिरो धेरै स्पाइसी छ। सकिन्छ कि लाग्दैन त। यो नेपालको करेन्ट हो नि त, त्यही भएर एकदम स्पाइसी छ। म सधैँ प्रिफर हजुर पनि ट्राई गर्नुहोस् है। हामीले फर्स्ट टाइम गरेको है। हजुरहरूलाई मन पर्यो भने फेरि हामी नेक्स्ट टाइम ल्याउने छौँ। हामीले यसमा केही राखेन, जुस पनि राखेन, पानी पनि राखेन। फर्स्ट टाइम राखेको 2 मिनटको च्यालेन्ज पुरा गर्न सक्छु सक्दिनँ। हामीले खाएको देखेर कसलाई खानु मन लागेछ भन्नुहोस् है, कमेन्ट गर्नुहोस्। हजुरहरूसँग पनि नेक्स्ट टाइम गर्नेवाला छौँ है। टाइम अप हेर्न सक्नुहुन्छ। 2जनाले पनि सकिनौँ है, हेर्न सक्नुहुन्छ। खानु सकेन, मेरो त कम्ती मात्रामा छ होला, उसको चाहिँ धेरै मात्रामा छ। हनुमानको जस्तै मुख पोल्यो। त्यति रहेछ गाइस। नेक्स्ट च्यालेन्ज के लिएर आउनु हजुरहरूले कमेन्ट गरेर भन्नु होला प्लिज। लाइक कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिनुहोस्। अनि हजुरहरू कहाँ कहाँबाट हेर्नुहुँदैछ कमेन्ट गरेर भनिदिनुहोस् है। अब फेरि भेट्नेछु अर्को न्यू ब्लगमा, मिनी ब्लगमा।